हेलो नमस्ते साथीहरू। आज मैले यो सानो बिरुवाहरू बारीमा लगेर सार्दै छु। कोही अलि सानो छ सार्दिन, कोही अलि ठुलो भएको चाहिँ सार्ने छु। अनि भिडियो अन्तिमसम्म हेर्दिनु होला। अनि जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला। ल अहिले म बारीमा गएको सबै देखाउने छु। हो त्यो चाहिँ धनिया हो। अनि सिस्नो, नेपालको सिस्नो हो यो चाहिँ। यो ठुलो पात भएको त्यो सिस्नो। अनि यो जिरे खुर्सानी सबै कुरा छ। अनि यो चाहिँ यहीँको गोडमेला हो। सब बिरुवाहरू सबै खालको बिरुवाहरू। अब चाहिँ यहाँ सार्ने बेला भएको छ, सिजन छ। अब यहाँ खनेर सफा गरेर मोल हालेर सार्नुपर्छ। अब यहाँको तातो सिजन सुरु भयो। अनि अब त्यो काँक्रो सार्न लगाएको मैले। अहिले चाहिँ काँक्रो सबै कुरा अब त्यो खनेको ठाउँमा सार्ने हो। त सानो सानो बिरुवाहरू त्यही हो। अब यहाँ सानो ठाउँ छ, तर मैले त्यहाँ सबै कुरा लाउँछु कि एकै ठाउँ। अनि म पछि नि देखाउँछु नि कत्रो हुन्छ, कस्तो हुन्छ। त्यहाँ मेरो आडामा चाहिँ त्यो चाहिँ सेज भन्छ। त्यो मैले काँक्रो सार्न लगाएको। त्यो मोलहरू हाल्छु अलिअलि। त्यो राम्रो खालको मोल हो, अर्ग्यानिक, बजारबाट ल्याएको। सानो थोरै राख्नुपर्छ। अनि कम्पोस्ट अनि टप सोयल भन्ने हुन्छ। अनि घरकै कम्पोस्टहरू मिसाएर त्यही खौल्टो खनेर मिसाएर अनि सबै मिसाएर काँक्रो हाल्यो। त्यो चाहिँ काँक्रोको बिरुवा हो। यो काँक्रो हो। अनि सब मिसाएर हाल्यो। त्यो चिप्लिकिरा लाग्छ कि फेरि यहाँ चिप्लिकिराले नखाइदिए अनि हुन्छ के र। अब बार्न त मैले बार्छु सबै छेउछेउमा। कस्तो हुन्छ अब हेरौँ पछि। नेपालको काँक्रो हो त्यो चाहिँ, नेपालबाट ल्याएको हो सिड। अब यहाँ कतिको फल्छ हेरौँ। त्यस्तै छ। त्यो अरूको पनि छ बारीहरू। त्यो यतापट्टि त्यहाँनिर मैले कुरिलो पनि लगाएको छु। कुरिलो भन्छ, यहाँ चाहिँ अर्कै नाम छ। मैले यहाँ चाहिँ कुटे करेला सार्दैछु। त्यहाँ सबै मिसाएर मोलहरू सब थोरै खोल्टो खने अनि सबै मिसाउँछु। त्यहाँको चाहिँ कुटे करेला सार्दिने हो। त्यहाँनिर धेरै चिप्लिकिराहरू लाउँछ, खाइदिन्छ। त्यो चाहिँ कुटे करेला हो। ठुलै भयो। अब कस्तो हुन्छ, ढिलो भयो जस्तो छ सार्न चाहिँ। बुटो चाहिँ अलिकति लामै ठुलै भएको छ। अनि यो हिउँदे सिमी भइहाल्यो। हिउँदे सिमी सार्ने हो। अब यहाँ चाहिँ सबै त्यसरी नै सबै कुरा मिसाएर खौल्टो खनेर त्यही सार्दिने हो त्यहाँ चाहिँ। अब म चाहिँ यहाँ सागहरू टिप्दैछु। अब साग टिपेपछि घर जाने हो। साग टिप्दैछु। यो नोभेम्बरमा लगाएको साग हो। चिसोमा नै राम्रो हुँदो रहेछ। यसलाई धेरै तातो नचाहिने रहेछ क्या खै। अब मेरो नि कामसाम सकियो। अब साग लिएर घर जाने हो। बाई बाई।